पुलिस को बुढ़ी मारे भाई क्यों क्यों गाड़ी को थोड़ा काट दे आर्मी को मेरो बहिनी घटना घटेको छ त्यसलाई किन समाएन पहिला किन घटना घटेको छ बाहिर निकाल त्यसलाई बाहिर निकाल कोही पनि अराजक मेरो बहिनी निकाल अराजक मेरो बहिनी निकाल मेरो बहिनी निकाल घटेको छ घटना घटेको मान्छेलाई किन अगाडि आउँछस् लिएको छ म किन अगाडि आउँछस् प्रहरीले नियन्त्रणमा मैले किन अगाडि आउँछस् यो घटनामा संलग्न छ त्यसलाई कानुनी कारबाही हुन्छ अन्य अराजक नगर्नु तपाईँ हामी सबै तपाईँहरू पक्षहरू हुनुहुन्छ मेरो बहिनी हो तपाईँहरू पीडितका पक्षबाट कानुनी लडाइँ लड्ने कुरामा प्रहरीले सबैले सहयोग गर्छ त्यसकारण कोही पनि अराजक नबनिदिनुहोस् अराजक पुलिस को बुढ़ी मारे भाई क्यों क्यों